What's up guys? धेरै दिनपछि फेरि अर्को ब्लग है। अब त आज भाइ र म काठमाडौँ जान थालिरहेको छु है। भाइको माथि बाइकहरू चाहिँ बाहिर छ। यहाँ चाहिँ भाइ छ होइन, ऊ चप्पलमा जानिरह्यो त। अब जुत्ता लगाउनु पर्ने हुन्छ म चाहिँ है। मेरो जुत्ता खै त यार, त्यो होइन पुग्न जुत्ता अल इन वान अल स्टार छैन मलाई। ओ भाइ म त्यो हेलमेट लगाउँदिनँ कि होइन, म त्यो हेलमेट माथिबाट त्यो मेरो दराजमाबाट तस्मा निकाल्दैन। मोटो भ्लग नबनाउने, यतिकै भ्लग बनाउने। मोटो भ्लग बनायो भने चार्ज सकिन्छ क्या, त्यही भएर आज चाहिँ चट्ट रेडी भइसक्यो। आज चाहिँ रेनकोट नलाग्यो। ए हराइस क्या हो कस्तो फेरि जुत्तै फुकाल्ने बनाउँछ क्या। एउटा काम भने एउटा काम पनि गर्नु सक्दैन छ कि होइन, तर यस्तो अवस्था दामीवाला त लाउँदै छ्याम दराजमा भनेको कहाँ खोजेको तैँले? लेट्स गो देखाइदिनु न। यहाँ चाहिँ पुरै भुस सुतिरहेको छन् हाम्रो ज्वाइँ राजा। उयसको भेड हेर्न अपाचेको पनि ठिक छ। चस्मा लगाएर जानुपर्ने ल सेटअप चाहिँ यही हो है। चल्दैछ अब ल चल्दैछ। ओए तेरो त्यो हेलमेट कुन लगाउने? यो बुवालाई छोडिदियो अब त्यही लगा। त्यही तेरो त्यो लगाउँदैन। कुन लगाउने त? न त यही लगा। ल आजको चाहिँ यति नै हो है। त्यो सर्ट पानी पर्दैन होला। बाइकहरू चाहिँ यही हो दुइटा। त दाइ त्यहाँ गएपछि फेरि ट्याक्सीमै जाने होइन हो। चप्पल फेरि यस्तो छ नि त, फेरि म त हिँड्दिनँ फेरि बजार। ल गाइस बाटोमा देखाउँला है त। लगाएर जाने चाहिँ भैँसी आइपुग्यो है। भैँसीको भ्यू चाहिँ यस्तो छ। यहाँ चाहिँ खोला छ है। यहाँ खोला छ है, सर क्या सफा खोला छ यहाँनिर चाहिँ। यो खोला के भन्छ चौरीठोलसम्म पुग्दाखेरि त पुरै कालो बिहान बिहान नुहाउँदो रहेछ यार मरिचहरू। बिहारी गाडीमा कि हजुर युपी नम्बर प्लेट गयो त। हामी चाहिँ एकछिन यसो भाइको ढाड दुखेर केही चपाउनु चुस्नु पऱ्यो अरे, अनि यसो चक्लेट किनिदिएको अनि 20 चक्लेट। ल यस्तै हो, टाइममा अपडेट गर्दै गरौँला है। ल अहिलेलाई ल है, सुमो पनि यहाँबाट आउनु थालिसकेको रहेछ। हेटौँडाबाट सुमो पनि छुटिसकेको रहेछ है। उज्यालो भइसक्यो। हामी त 5 बजी हिँड्ने भनेको, यतिखेर भइसक्यो। अब आज कति बजी यार? ए 7 बजी स्याहार रहेछ यहीँनिर आज त। ल 7 बजी हामी कहाँ फाकेल साकेल कटाएर हनुमानी कटिसकेको थियो यार, ओह्रालो झर्दै थियो। अब आज त 9 बजी 7 8 9 बजी पुग्छ। 9 बजी पुग्छ त्यस्तै होला है त। ल है हामी चाहिँ देउरालीको तल आइपुग्नु लाग्यो यहाँनिर होइन। भर्खर सूर्य उदाउन थालिरहेको छ है। यस्तै हो, माथि चाहिँ हुसु लागिरहेको जस्तो लाग्यो। माथि चाहिँ हुसु लागिरहेको आमा आजाद भयो पिसा फेरेर। कस्तो फिल आइरहेको छ पिसा फेरिसकेपछि? एकदम रिलिफ। कस्तो रिलिफ भन्नाले कस्तो खालको रिलिफ? अब हुन्छ नि जिउ भारी भइरहेको थियो, हल्का भयो। बाइकहरू चाहिँ यस्तो छ है, यस्तो छ ल बाइकको अवस्था चाहिँ। यहाँ चाहिँ म तेल त सकिन्न जस्तो छ यार। किन भुरभुर गर्छ? गर्दैन अनि
यी भन्दा तल गइसक्यो छैन देउराली कट्छ है देउरालीबाट तल झर्ने बेलामा न्युट्रल हो नि त न्युट्रल हुँदाखेरि अगाडि उद्योग धेरै माथि पछाडि उद्योग हो पछाडि ड्रम हो अनि त्यही हुन्छ है सिकाइदिनु पऱ्यो नि भर्खर फर्स्ट टाइम बाइक लिएर आएको यसले चाहिँ दामी भइरहेछ नि एकदम मजा आइरहेछ नि ल गाइस खाजा खाने अब चाहिँ खाजा खाने ठाउँमा है जस्तो लगाएर किन बिल्ला त यार यस्तो माथि तान न हो तान त गाइस हामी चाहिँ खाजा खाने ठाउँमा आइपुग्यो है यस्तो छ आज चाहिँ सुमो रहेछ मान्छे है हिजो आउँदा एउटा केही थिएन है खाजा खानु पर्ने हुन्छ सबको भित्र गएर हेलमेट यहाँ राख्न एउटा सुमो जान थाल्यो काठमाडौँबाट आयो त कति चाँडै आइपुग्यो यार ल समय ल अब चाहिँ खाजा खाने है अब खाजा खाने हो अब है खाजा खाने हो टक्क अब त 1.5 घन्टामा पुग्छ मस्त कति बज्यो 7:50 8:30 बजे पुग्छ हामी बिस्तारै आयो कि हेलो भन्नु न किन खाजा हाम्रो यही हो है बिहानको अब अन्डा आउनु बाँकी के भयो भन्नु न किन फोन गर्यो भने ए देउराली हो तपाईँ पुग्यो 20 minutes later. ल है अब चाहिँ हामी हिँड्न थालेको है अब बाटोमा केही भयो भने देखाउँला नत्र सिधै काठमाडौँ सुमो स्ट्यान्ड ट्याक्सीमा देखाउँला नि ट्याक्सी चढेको है ल अब चाहिँ गएको के भयो भने बाटोमा देखाउँला नत्र भयो है ल म चाहिँ बाइकबाट उत्रेन है हल्का भ्यू मात्रै देखाइदिएको हल्का क्लिप है ल भाइ चाहिँ यहाँ छ डक्टर चिल पारामा त आनन्द सुनसान ठाउँ छ यार सही छ ल तर पानी चाहिँ घट्या रहेछ पहिलाभन्दा पानी नत्र यो यत्तिकै लेभलमा हुन्थ्यो पानी अहिले छैन सब घटेर सब ढुङ्गासुङ्गा देखाएको छ के छ पाटपुर चाहिँ सब देखिरहेको छ ऊ त्यहाँनिर सानो आइल्यान्ड पनि देखिरहेको छ अनि ऊ त्यहाँनिर देखेको छ कि छैन क्यामेरामा होइन हो यो चाहिँ माछा पालेको मान्छेले आफै त्यहीँनिर पाल्छ केही दिनु पर्दैन चारो सारा मात्रै दिन्छ है पानी सानी फेरिदिनु पर्दैन त्यही हो ल हामी चाहिँ अब काठमाडौँतिर यता है ऊ कोसँग कुरा गरेर है मलाई थाहा छैन है यहाँ त ट्विन पनि रहेछ सब रहेछ यार म त्यहाँ माथि देखाएको छु छैन यहाँनिर सानो देखिरहेको छ है ट्विन चाहिँ ल लगाइ यति नै हो बाटोमा अलिअलि यसो केही भ्यूहरू देख्यो भने देखाउँला नि है होइन भाइ ल जाने होइन ल ढिलो पनि हुन्छ फर्किनु पनि पर्छ है ल टक्क लगाएर लगायत हामी चाहिँ अब गाडीमा होइन एफसेट बाइकमा जानु यसपालि पनि बाइक काठमाडौँबाट हेरेर लानु अनि कुखुरा लिएर आउनु भयो जस गाडी भाडा बच्यो त्यही खुसी लागिरहेको छ के हो अन्त के हो अनि गाइज मैले नि कमाएँ फर्स्ट टाइम बाइक लिएर आएर कमाइरहेको छ त्यो पनि चित्त बुझाएको छैन मायाको रे है त लाइफमा यस्तै हो कहिले पनि चित्त बुझ्दैन बुझाउनुपर्छ तर भन्नुपर्ने हो भने त 1000 रुपियाँ दिनुपर्ने हो क्या है गाइज 1000 रुपियाँ दिने भए यस्तो दुःख गरेर आउँथ्यो आउँदैन गाइज के दुःख भयो एउटा हेटौँडाबाट काठमाडौँ आउँदाखेरि बाइक चलाएर दुःख भयो अनि यत्रो पुरै लङ हात पनि दुख्ने जिउ पनि दुख्ने फेरि आयो भने फेरि सुमोमा जाने त्यही भएर 1000 रुपियाँ दिनुपर्ने हो क्या सुमोमा आनन्दले जानु पाउँथ्यो जाने सुमोमा फर्किने हो फर्किने जाने हो साँच्चै सुमोमा जाने हो फर्किने ल
ल खाजा नि आइपुग्यो है हाम्रो सस समेत ल भाइ चिसो नखाने पोर्क मोमो है पोर्क मोमो Wait a minute. Who are you? मोमो भयो चाउमिन पोर्क क्या हे चाउमिनलाई मोमो भनिन्छ अनि भाइ चिसो के खाने कि हुन्छ के खाने एकचोटि म रेट हान्छु र पनि 5 मा कति स्टार लान्छ भयो ल चाखेर सेफली टेस्ट गरिरहेछ यहाँ प्रोले काठमाडौँमा बसेर चाउमिन मोमोसम्म खाएकोले टेस्ट हानिरहेछ होइन त्यही पनि काठमाडौँ नै हो त्यही पनि कति 10 मा 7 6 आमा 6 किनभने यो 1 hour later. ल गाइज हामी फर्केर एफजेड लिएर आइसक्यो है हेर त यो मान्छेको पछाडि बाइकको हालत जस्तो देख्दैन पो रहेछ सब छिटै रेड बुल पाइदिएर आयो त्यसमा क्या सीन है लभली यार ओए दुईटा पाएको हो ठ्याक्कै फेरि रेड बुलको रेड बुलको रुख असली नै रोजाउँ रेड बुल कहाँ छ असली रोजाउँ होइन मैले भने असली नै रोज्छु किनभने ब्लू बुल ब्ल्याक बुल त्यस्तो आउँछ मार्केटमा तर त्यस्तो चाहिँ नखानु यस्तो रातो भएको खानु होला यो रातो भएको यो चाहिँ प्योर रेड बुलकै बोर्ड रहेछ है दुईटा है अनि दुईटा दुईटा मार्क ह्यान्ड दुईटा मार्क ह्यान्ड लगायत हामी चाहिँ यस्तो ठाउँमा आइसक्यो है कस्तो भयो यार अब पछाडि फर्किरहेको छु नि वाह नाइस डिजाइन सही देखाएको छ ल रेड बुल खानी हो अनि मस्त होइन चटो ल चियर्स रेड बुल तर रेड बुल यति खानु हुँदैन है किन भाइ रेड बुल यति खानु पानी मिसाएर खानुपर्छ ल यसलाई राखेँ घर गएपछि देखाउँला अब हेटौँडा गएपछि कि त यसो देवालीतिर गयो भने लास्ट दुखेँ कि ट्र्याक बस्दा त्यही भएर ल गाइड है त सो गाइज बिजोकै घटना घट्यो यहाँ होइन यता हाम्रो पुलमा एक्सिडेन्ट भयो हल्का सानो इन्सिडेन्ट यता है प्लस त छैन है अनि है लुकिङ ग्लास गायब टक्क यो बाइक कत्रो बाइक हो कि यो त एल बाइक हो कि एल राइडर त फेरि यहाँ हो कि ब्याड लक भनौँ कि के भनौँ तर पानी परिरहेको नि त हल्का त्यो केमा गरेको उयो पनि के भन्छ अरे त्यो ब्रिज पनि हल्का उयो स्लिप पनि खालको थियो कि अनि हल्का त्यो के भनौँ अब होस् अब के भनौँ होइन जे भयो नि राम्रैको लागि भयो होइन त भयो कि भएन के भयो चप्पलमै हिँडेको है फाइदा यस्तो पानी पऱ्यो नि केही हुँदैन जुत्ता रे पुरै सेत्तै आम्मामा कस्तो लाग्यो त एक्सपिरियन्स के गरेको बाइकमा हल्का उयो त्यत्रो बाटो आउँदाखेरि लड्यो नि त्यहाँ लड्दाखेरि जस्तो छिट्टै बुझाएको छैन क्या फेरि जाने हो भत्काइदिने हो क्या अनि यहाँ यो के हो त्यत्रो स्लिपरी बाटोमा लडेन अहिले लड्यो होइन कसरी लड्यो आफैलाई टेन्सन भइरहेको छ त्यत्रो बाटोभरिमा पछाडिको ब्रेक त्यस्तो राम्रोसँग लागेन त्यहाँनिर चाहिँ फुट्छ त्यो माथिपट्टि गएर नि हो क्या बिचबाट तपाईँ लयो है यहाँ त्यो माथिपट्टि अर्कै जे हुनु भइसक्यो भाइ तेरो डाइलग जे हुनु भइसक्यो अब यस्तै हो म त धन्न पुलमुनिबाट छिरेर तल गएको होइन गाई यस्तरी समातेर दामी पारामा बस्यो यार म त
Are you comedy me? जे पनि बोल्ला त यसले। हामी चाहिँ अहिले यहाँ त्रिखण्डीमा 100 ब्रेक लिएको फेरि यस्तो क्लचमा पनि चलाइदिन्छ है फेरि दाइले फेरि ओभर हो नि फेरि अब हामी अब घर जान्छौँ होइन घर गएर यस्तो फ्रेस फ्रेस भयो अब त्यही हो घरमा भेटौँला है के भयो यस्तो अब घरमा गएर भनौँला अन्त गाई घरमा गएर चाहिँ भनौँला भने चाहिँ हामी त अब घर गएर भन्न बिर्स्यो भने अब त्यो त अब तपाईँहरूको भाग्य नराम्रो सुन्न पाएन होइन त्यही त बिस्तारै बिस्तारै अब मोटो भ्लग नि आउँछ है गोप्रो पनि आउँदैछ दाइको एक दुई महिना लाग्छ गोप्रो आउन त्यसपछि तर गोप्रो भन्दा पनि इन्स्टा 360 क्यामेरा इन्स्टा 360 क्यामेरा रे पुरै बाइकको पछाडि पनि अगाडि पनि सब देखिन्छ होइन गाई ल स्टे ट्युन लाइक एन्ड सेयर एन्ड सब्सक्राइब गरिराख्नु है ये बड़ी अच्छी बात कही आप। ल अब घर कतिखेर जान्छौँ होइन त्यतिखेर भेटौँला बाटोमा त्यही हो खाजासाजा पनि खाइयो चाउमिन अब त्यही मिठै थियो चाउमिन नि पोर्क चाउमिन चाहिँ मिठै थियो त्यही हो चल्दैछ है ट्याप लाएर घरमा चाहिँ यस्तो स्थिति रहेछ है गाई यहाँ म खाजा खाँदै आफै कालीले त काली देखिरहेको रहेछ त्यहाँनिर ल सक्दैन हामी चाहिँ घर आइपुग्यो है अब यस्तै हो बाटोमा अलिकति लड्यो बाइकमा के चाहिँ के भएन देखाइहाल्यो अघि होइन अब यस्तै हो ल दिस इज द एन्ड अफ द ब्लग है त गाइज और वो जो लाल वाला बटन है उसमें भूकंप लेके आओ या फिर भूचाल मुझे नहीं पता बस क्लिक हो जाना चाहिए।